हेलो नमस्ते सबैजनालाई, दिस इज जेपीटी ब्रो, अल्सो नोन एज प्रभासको साक्य, हजुरहरूको प्यारो भाइ मिरिकबाट र मेक मिम्स प्रेजेन्स पोडकास्टमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। र दोस्रो एपिसोड तपाईँहरू बिच हामीले लिएर आइसकेको छ विथ स्पेसल गेस्ट। र गेस्ट तपाईँले अलरेडी थाहा पाइसक्नु होला हाम्रो थम्बनेल देखेर है। सो उहाँको इन्ट्रोड्युस म एकदम प्राउडको साथ गरिरहेको छु। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो मिरिकबाट, हाम्रो दार्जिलिङबाट, हाम्रो हिल्सबाट एकदम यङ साहित्यकार है। उहाँ चाहिँ कुनै पनि सम्मेलनमा, कुनै सोसियल मिडिया मार्फत या कुनै पनि प्रोग्रामको मार्फत है उहाँले चाहिँ हाम्रो जातिलाई, हाम्रो युथलाई इन्सपायर मोटिभेसनल स्पिकर भएर एउटा प्रोत्साहित गर्ने काम गरिरहनु भएको छ। सो विदाउट वेस्टिङ अ टाइम आजको पोडकास्ट स्टार्ट गरिदिउँ। र सो वेलकम छ हाम्रो पोडकास्टमा तपाईँहरूलाई। अनि सानो परिचय आफै राखिदिनुहुन्छ भने आशा गरेको। नमस्ते, म अजय बियोगी, तपाईँहरूकै मिरिकको एक छोरा, एउटा साथी जो सम्झिनुहुन्छ। ओके बियोगीजी, यो जुन क्वेसन मैले सोध्न गइरहेको छु यो चाहिँ हामी दुईजनाको लाइफसँग रिलेट गर्छ भनौँ न है। र क्वेसन चाहिँ के हो भन्दाखेरि चाहिँ हेर्नुहोस् है, तपाईँ एकजना कवि हुनुहुन्छ है, अनि म एकजना ऱ्यापर भनौँ है। र हामी दुवैजनाको हामीले कामलाई मात्रै हेऱ्यौँ भने चाहिँ दुवैजना धेरै सिमिलर छौँ भनौँ न होइन। किनभने तपाईँले पनि आफ्नो तरिकाले होइन आफ्नो भावनाहरू प्रस्तुत गरिरहनु भएको छ, अनि म एज अ ऱ्यापर मैले पनि त्यही काम गरिरहेको हुन्छु। अनि सोसाइटीमा चाहिँ अलिकति के छ भन्दाखेरि डिफ्रेन्सेस भन्छ नि क्या, हामी बिचमा अलिकति एउटै काम गरे तापनि हामीलाई हेर्ने नजरिया चाहिँ अलग अलग टाइपको छ जस्तो हामीलाई चाहिँ लाग्छ होइन। सो तपाईँलाई चाहिँ हाम्रो यो जुन ऱ्यापर छ नि, जुन ऱ्यापर समाजको ऐना भनिन्छ नि त, ऱ्यापर होस् या पोएट होस् होइन, हामी चाहिँ समाजको ऐना अरे नि त, त्यसो भनिन्छ नि त होइन। सो तपाईँलाई चाहिँ के लाग्छ त, ऱ्यापर तपाईँको नजरमा के हो त, ऱ्यापरको डेफिनेसन तपाईँबाट के जान्छ त, त्यो अलिकति एक्सप्लेन गरिदिनुहोस् न जनताहरू बिचमा होइन। त्यो चिज राख्न चाहन्छ कि अब एउटा पोएटको नजरमा, एउटा साहित्यकारको नजरमा ऱ्यापर भनेको चाहिँ के हो? कविहरू भन्दा मलाई चाहिँ विशेष लाग्छ, किनभने उहाँहरूमा चाहिँ थुप्रो माध्यम हुन्छ क्या। हामी चाहिँ लेख्छौँ धेरै र टेक्स्टमा हामी बेसी हुन्छौँ। तपाईँहरू चाहिँ भोइसमा पनि काम गरिराख्नु भएको हुन्छ, जो चाहिँ मान्छेमा छिटो अट्र्याक्ट हुन्छ होइन। रिदम एन्ड पोइट्स भन्छ होइन। अनि यो त फेरि यसको हिस्ट्री त तपाईँले अब यो त रिभोल्ट एउटा गरेर आएको हो नि त वेस्टर्नमा त होइन। अनि प्रभावकारी लाग्छ, इफेक्टिभ छ कविहरूको। त्यो भन्दा तपाईँहरू चाहिँ अब जस्तै कुनै पनि गीत, कुनै पनि फिल्म, अब यो त राइटिङ नै हो नि त, त्यहाँ तपाईँ भिजुअलाइज हुन्छ होइन, तपाईँको एक्ट हुन्छ, के भन्छ मान्छेमा छिटो सम्प्रेषित हुन्छ नि त, रिलेट गर्नु पाउँछ। हामी भन्दा तपाईँहरूलाई चाहिँ मान्छेले रिलेट गरिरहेको छ जस्तो लाग्छ। अरूतिर पनि गुनासो गरिराख्नुहुन्छ कि हामीलाई मान्दैन, हाम्रो वे अफ त्यो लुकिङ होइन हुन्छ नि, तपाईँको हेर्ने त्यो ड्रेस अफ सेन्सबाट तपाईँलाई अलिकति त्यस्तै हिसाबले हेर्ने ऱ्यापरहरूलाई चाहिँ त्यो तपाईँहरूलाई पढेकै छैन कि, कभर पल्टाएर तपाईँहरूलाई पढ्न बाँकी छ क्या सोसाइटी, पढ्यो भने के भेट्छ। सो बियोगीजी, तपाईँको अहिले लभ लाइफ चाहिँ कस्तो चल्दैछ त? अहिले मायामा हुनुहुन्छ कि हुनुहुँदैन? मायामा त छु होइन, प्रेममा छु, तर कुनै व्यक्ति निश्चित एउटा मान्छे उसँग भन्ने चाहिँ त्यस्तो अहिले सम्बन्धमा भन्दा हुन्छ होइन कि प्रेममै छैन, माया नै गर्छ। तपाईँले सुनिहाल्नु भयो, हाम्रो बियोगीजी चाहिँ मायामा चाहिँ हुनुहुँदो रहेछ, तर एक पार्टिकुलर पर्सन लिएर चाहिँ होइन है। सो तपाईँले ट्राई गर्न सक्नुहुन्छ है, इट्स भेरी ह्यान्डसम है, तपाईँलाई थाहै छ हाम्रो कविजी कस्तो ट्यालेन्टेड हुनुहुन्छ। सो यु सुड ट्राई क्या एकपल्ट चाहिँ, कविजीले यस पनि भन्नु सक्छ है अहिले।